नमस्कार हजुरहरूलाई। गोर्खे माघे मिलन उत्सव तेस्रो गोर्खे माघे मिलन उत्सवमा स्वागत जनाउँदै आज हामी माझ हुनुहुन्छ हाम्रा डुवर्सका चिरपरिचित व्यक्ति अमिर सुन्दासज्यू, जसले चाहिँ जग्गा जग्गामा हाम्रो गोर्खेहरूको विभूतिहरूको मूर्तिहरू बनाएर उहाँ ख्याति प्राप्त हुनुहुन्छ। उहाँसँग आज एक दुईवटा कुरा हजुर समक्ष राख्नेछौँ। यहाँ हुनुहुन्छ हाम्रा विभूति नै भन्छु म त, हाम्रो गोर्खेहरूको गौरव नै भन्छु म त है, अमिर सुन्दासज्यू। हजुरले जुन चाहिँ यो पेसा अप्नाउनु भएको छ, जुन चाहिँ हाम्रो विभूतिहरूको मूर्तिहरू बनाइराख्नु भएको छ, यो तपाईँको पेसामा कहिलेदेखि तपाईँ आउनुभयो? सर्वप्रथम त नमस्कार। यो पेसामा आएको कति 15 वर्ष जस्तो भयो हजुर लगभग। र तपाईँले यो पेसालाई नै किन चुन्नुभयो र कसरी यो पेसामा मैले आउनुभयो? चुनेको चाहिँ होइन कि यो म पेन्टिङ गर्ने मान्छे, पोर्ट्रेट बनाउने हजुर हजुर मान्छेको पोर्ट्रेट बनाएर हजुर बेच्ने र त्यसले पैसा अर्जन गर्ने। हजुर अनि फेस्टिङ साइनबोर्डहरू आर्टसँग रिलेटेड लगभग सबै गर्ने कोसिस गर्थेँ म। हजुर गर्दा गर्दै बद्री सर बित्नुभयो, बद्रीनारायण प्रधान। हजुर, बद्रीनारायण प्रधान सर 2010मा बित्नुभयो। म निकै आहत भएँ, किनभने मेरो बाबा जस्तो हुनुहुन्थ्यो अनि साथीको पनि बाबा। अनि हाम्रो साथीहरूले उक्साए, पहिला त्यति बेला इन्सेन्ट एउटा पेन्टिङ बनायो छिटो लाससँगै अगाडिपट्टि राखेर बनाउने। त्यस पछाडि 2 दिनमा चाहिँ यस्तो भयो कि बद्री सरको सोसाइटीमा विशेष चाहिँ साहित्यिक समाजमा जो स्थान यति उच्च स्थान छ। अनि हाम्रो त गुरुजी पनि हुनुहुन्थ्यो, बाग्राकोट हाई स्कुलको हेडमास्टर। अन्त त्यो पेन्टिङ मात्रै बनाएर चाहिँ भएन क्या, मलाई धिक पुरा भएन। योभन्दा ठुलो कुछ अलग काम गर्नुपर्छ भन्ने भएको थियो। त्यस कारणले अब त्योभन्दा अलग त के हुन्छ र, अरू मूर्ति हुनसक्छ नि त, मूर्ति बनाउने कोसिस गर्छु म भने। अनि उहाँको छोराहरूले, मेरो साथीहरूले पनि बनाऊ भने मैले ट्राई गरेँ। पहिलोचोटि तपाईँले कुन चाहिँ मूर्ति बनाउनु भएको थियो? बद्री सरकै, बद्रीनारायण सर। उहाँकै कहाँ राख्नु भएको छ? यो बाग्राकोट हाई स्कुल। बाग्राकोट हाई स्कुलमा राख्नु भएको। अनि त्यहाँदेखि चाहिँ अरूण लामाहरू, भानुभक्तहरू अर्डर आयो। मैले एउटै पनि अभ्यास गर्नु पाइनँ, मूर्ति चाहिँ एउटै पनि अभ्यास गर्नु पाइनँ। अर्डरको काम गर्दा गर्दै त्यो जिन्दगीको कथाले अलिक नयाँ मोड लियो भनौँ न। हजुर पेसा पनि यही भयो, लगभग यही भयो। हजुर हजुर। र अहिले जुन चाहिँ नयाँ आउने युवा पिँढीहरू जो यो पेसामा आउन चाहन्छन्, तपाईँ उहाँलाई के सुझावहरू दिनु चाहनुहुन्छ र कस्तो के कसो तपाईँको यसलाई पेसा बनाएर यसलाई जीविकाको रूपमा लिन सकिन्छ? निसन्देह सकिन्छ, किनभने कला चाहिँ ढिलो होस् छिटो होस्, कुनै पनि कलालाई चाहिँ मान्छे निरन्तर अभ्यास मार्फत चाहिँ कुनै पनि कलालाई, चाहे त्यो ग्यारेजमा काम गरौँ त्यो पनि एउटा कला हो, डोको बुनेर बेचौँ या क्रिकेट खेलेर भिन्दै नाम कमाउँ, अनि या त गिटारिस्ट हौँ या गायक भन्यो, त्यो कुनै पनि कलालाई निरन्तर अभ्यास मार्फत चाहिँ एउटा निश्चित ठाउँमा पुर्याउन सकिन्छ। आम मान्छेले हो यसले काम गर्न सक्छ, यसलाई त हामीले पैसै दिएर पनि काम लाउन सक्छौँ भनेर जब हुन्छ। त्यसैले यो मूर्ति जस्तो कला र चित्र जस्तो कलामा पनि मान्छेले अलिकति ध्यान दियो भने, नयाँ युवा पुस्ताले डाइरेक्ट पेसा नै गर्छु भनेर होइन, अहिले अभ्यास गरौँ। 100जनाले अभ्यास गऱ्यो भने कमसेकम 5-10जनाले चाहिँ एउटा ठाउँमा पुग्न सक्छ। हाम्रो युवा जमातहरूले चाहिँ अलिअलि कला क्षेत्र चाहिँ सतहमा माथि माथि लिने गर्छन्। निरन्तर अभ्यास गर्ने त्यो यसलाई पेसाले बनाउन सकिन्छ। तपाईँले यो अहिले जुन चाहिँ यो तपाईँ त अहिले निपुण हुनुहुन्छ यस क्षेत्रमा है, तपाईँको नाम सुनाम बहुत रहेको छ। तपाईँले यो नयाँ युवाहरू जो सिक्न चाहन्छन् त्यो उहाँहरूलाई पनि तपाईँले केही प्रशिक्षणहरू दिनुहुन्छ? त्यसो त निपुण त होइन, म निरन्तर अभ्यास गर्छु। जस्तो कि डक्टर कहिले डक्टर पूर्ण रूपले डक्टर हुँदैन, प्र्याक्टिसनर हुन्छ, एडभोकेटहरू। हामी कलाकार पनि त्यस्तो हुन्छ। हामीले बनाउनु चाहेको कहिले चाहिँ 3-4 घन्टा बनिन्छ, कहिले चाहिँ 10-20 दिनमा पनि राम्रो बनिँदैन। अनि त्यस कारण निपुण त होइन, हामी अभ्यास गर्छौँ। र नयाँ आउनेहरूलाई मैले चाहिँ मेरो घरमा आउने र मेरो वर्कसपमा या स्टुडियोमा आउनेहरूलाई धेरैलाई सिकाउँदैछु र सिकाइरहेको छु। र कतिजना अलिअलि गर्दै छोडेर जान्छन्। केही चाहिँ अब 2जना आदिवासी भाइहरू छ, उनीहरू चाहिँ निरन्तर 12 वर्ष जति भइसक्यो। एकजना निकै अगाडि बढिसकेको छ र ऊ मेरो सहयोगी पनि हो। अनि ऊ आफैलाई लाग्दैन कलाकार हो भन्ने, ऊ कलाकार भइसक्यो, उसले त काम गर्नु आएको मेरोमा, त्यस्तो भइसकेको छ। अनि कलाकार नै जो कलाको बारेमा एकदम सानो चिजहरू ध्यान दिन सक्छ, सानो कलाको सुर पक्रिन सक्छ, उनीहरूले त झन् सिक्छु नै भनेर आएको त झन् छिट्टै अगाडि बढ्न सक्छ।
अहिलेको युवाहरू है हाम्रो अहिलेको नयाँ युवा जमातहरू कामको खोजीमा भौतारिरहेका छन्, पलायन भइरहेको छ आफ्नो जग्गाबाट। र तपाईँले त्यस्तो युवाहरूलाई तपाईँको क्षेत्रमा ल्याएर तपाईँले यही क्षेत्रमा उहाँलाई प्रशिक्षण दिएर यही क्षेत्रमा आउनुको लागि के सुझाव राख्नु चाहनुहुन्छ? एक दुईवटा कुरा के छ भने जसरी ड्रप आउट स्टुडेन्टहरू माध्यमिक फेल गरेर या पास गरेर या एचएस फेल गरेर पास गरेर या आफ्टर ग्रेजुएसन उनीहरू जे गर्न चाहन्छ, उनीहरू डाइरेक्ट काम गर्न चाहन्छन्, पैसा अर्जन गर्न चाहन्छन्। सिक्नु एउटा कुरा हो, तर त्यही स्टुडेन्टहरू ग्रेजुएसन गरुन्जेल मास्टर गरुन्जेलसम्म एमए गरुन्जेलसम्म त ऊ बेकारी हुन्छ। अनि फेरि बिएडहरू गर्नु पऱ्यो, एमएडहरू गर्नु पऱ्यो या अरू नै भोकेसनल ट्रेनिङ गर्नु पऱ्यो, तर पनि ऊ बेकारी हुन्छ। त्यस पछाडि फेरि कामको लागि रुङ्नु पऱ्यो फर्म फिलअप, यसरी जिन्दगीको 30 वर्ष बिताउँछ। तर दिल्ली मुम्बई केरलामा गएर कुनै सानो काम चटाइ भेटिहाल्छ, जस्तो पनि उसले रुचाएको होस्, अपमानजनक होस् या मजाक होस्, भेटिहाल्छ 10, 12, 15 हजारको। मेरोमा आउने कुराहरू चाहिँ के, मेरोमा आएर कोही सिक्न चाहने दुईवटा कुरा हुन्छ। आउने बित्तिकै भएको पैसा खोज्छ, एउटा त उनले काम प्रायः नयाँले चाहिँ सफा नै हुन्छ, बिगार्ने बेसी हुन्छ। हामीले गर्दै गरेको कामलाई टच गरिदिएर पहिला माटो बनाउन सिक्नु पऱ्यो, थुप्रै फ्रेमहरू, थुप्रै भित्रको कामहरू बिस्तारै सिक्नु पऱ्यो। त उनीहरूले पहिला चाहिँ फ्री अफ कस्टै मैले सिकाएँ पनि, मैले कतिजनालाई यस्तो गराएको छु, ऊ केही दिन केही महिना गर्नु सक्छ, त्यस पछाडि वाक्क हुन्छ। यतिन्जेल चाहिँ म अरू जग्गा काम गरेको भए मैले चाहिँ पैसा कमाउन सक्ने भन्ने हुन्छ। तर त्यही चाहिँ यदि ऊ स्कुल पढ्दै रहेको भए चाहिँ, कलेज पढ्दै गरेको, युनिभर्सिटी पढ्दै गरेको, त्यो समय उसले जिन्दगीमा त्यसै खेर फ्याँक्थ्यो। र त्यस पछाडि पनि मास्टर्स गरेपछि पनि राम्रै के अरे बिएड एमएड गरेपछि नि काम पाउँछ कि पाउँदैन भन्ने त्यहाँ पनि रिक्स त छ। हाम्रोमा त रिक्सै हुँदैन, तर पनि मेरो मात्रै होइन, म जस्तो मात्रै होइन कलाकार, चाहे त्यो गिटारिस्ट होस् कि ड्रमर होस् कि पियानो बजाउने हो कि भोकल गर्ने, तिनीहरूमै पनि उनले पेसा बनाउनलाई चाहिँ समय नितान्त खर्च गर्नु, जस्तै स्कुल कलेज पढ्दा जति समय खर्च गर्छ, निस्वार्थ रूपमा खर्च गर्नु चाहँदैन। नभए त म मेरोमा आयो भने म त तिनीहरूलाई राखेर गराउने हो। अन्त त्यति मात्रै होइन, उनीहरूले केही पैसा पनि पाउँछ, किनभने उनीहरूले श्रम गरेर उनले बनिएको, उसले भुसेको माटो र उसले गरेको के अरे काम गरेको बावजुद मैले केही पैसा कमाउँछु भने उसले निश्चित ट्रेनिङ सँगसँगै निश्चित पैसा नै पाउँछन् त्यस्तो। तर त्यो अहिले मैले धेरैलाई भने, कतिजना आए गए कि प्रायः सोसाइटी यस्तो भयो कि हातमा पैसा छोडिहाल्छ, स्कुल छोड्यो, कलेज छोड्यो, हातमा पैसा चाहिहाल्छ। अनि सोसाइटी त्यो प्रकारको बनिसकेको छ। लामो सङ्घर्ष गरेर 4-5 वर्ष 3 वर्ष गरेपछि चाहिँ म छुट्टै एउटा काम गर्छु भन्ने बिरलै पाइन्छ। सुनिहाल्नुभयो है, यहाँ हुनुहुन्थ्यो हाम्रा डुवर्सका चिरपरिचित अमिर सुन्दासज्यू, एउटा प्रख्यात कलाकार, र उहाँले एउटा निचोडमा एउटै शब्दमा भन्नुभयो हाम्रो युवाहरूले हातको सिप चाहिँ सिक्नुपर्छ। चाहे त्यो मूर्ति बनाउनु होस्, चाहे इलेक्ट्रिसियनको काम होस्, चाहे त्यो तपाईँको टाइल्स मार्बल फिटिङ्सको कामहरू होस्, सानो सानो मिस्त्रीको कामहरू भयो, चुना पुट्टीहरू लाउने कामहरू भयो, मिस्त्री कार्पेन्टर, जुनै पनि काम सिक्नु भने कला तपाईँको हातमा सिप छ भने चाहिँ कामको दुःख हुँदैन भन्ने कुरो उहाँले अति नै राम्रोसँगले राख्नुभयो। यहाँलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।